हेलो एभ्रीबडी। आज म हजुरहरूलाई क्याम्पेन कसरी सेटअप गरिन्छ भन्ने कुरामा डिटेलमा इन्फर्मेसन दिन चाहदैछु। फर्स्ट सुरु चाहिँ हामीले क्याम्पेन एड रन गर्नुभन्दा अगाडि चाहिँ हामीले यो एड्स म्यानेजरबाट 3टा लेभलको बारेमा थाहा पाउनुपर्ने हुन्छ हजुरहरूले। क्याम्पेन लेभल, एड सेट लेभल र एड लेभल। फर्स्ट सुरु यो क्याम्पेन लेभलमा चाहिँ हजुरहरूले अब्जेक्टिभ्सहरू चुज गर्नुहुन्छ हैन। क्याम्पेन लेभलभित्र चाहिँ हजुरहरूले मल्टिपल एड सेटहरू क्रिएट गर्न मिल्छ क्या। यहाँ चाहिँ 2वटा देखाएको छ। 2वटा भन्दा पनि हजुरले कतिवटा आफ्नो रिक्वायरमेन्ट अनुसार 3टा, 4टा, 5वटा कतिवटा हुन्छ त्यसरी क्रिएट गर्न मिल्छ है। अनि यो एड सेट लेभलभित्र पनि हजुरहरूले सेम त्यस्तै एड कतिवटा एड चाहिने आफ्नो रिक्वायरमेन्ट अनुसार हामीले एडहरू राख्न मिल्छ। यहाँ चाहिँ 2टा देखाएको छ भन्दाखेरि हजुरहरूले 3टा, 4टा, 5वटा कतिवटा चाहिन्छ त्यही अनुसार हामीले एड सेटभित्र पनि राख्न मिल्छ है। यसरी गरेर हामीले क्याम्पेनहरू चाहिँ रन गरिरहेको हुन्छौँ एड्स म्यानेजरको थ्रुबाट है। र अब हजुरहरूलाई चाहिँ म कसरी एड्स म्यानेजरको थ्रुबाट क्याम्पेन सेटअप गरेर एड रन गरिन्छ भनेर देखाउन जाँदैछु है त। सो हामी एड्स म्यानेजरको इन्टरफेसमा आइसकेको छौँ, जुन कि कसरी एक्सेस लिने भनेर मैले हजुरहरूलाई प्रिभियस भिडियोमा एक्सप्लेन गरेको छु। त्यो भिडियो हेर्नु भएको छैन भने गएर हेर्न सक्नुहुन्छ, मैले डिस्क्रिप्सनमा पनि राखेको छु है। फर्स्ट सुरु चाहिँ हामीले चाहिँ अघि कुरा गरेको क्याम्पेन लेभल, एड सेट लेभल र एड्स लेभलको कुरा गरेको थियौँ हैन। त्यही अनुसारले चाहिँ हामीले अहिले चाहिँ हामी क्याम्पेन लेभलमा क्लिक गर्छौँ। त्यसपछि क्रिएट भन्ने बटन छ। क्रिएट भन्ने बटनमा क्लिक गरेपछि हामीले अब्जेक्टिभ चुज गर्छौँ है त। क्याम्पेनको अब्जेक्टिभ के हो भनेर है। मैले प्रिभियस भिडियोमा पनि भनिसकेँ, मेनली चाहिँ हामी लिड्स र सेल्स क्याम्पेन युज गरिरहन्छौँ र आज चाहिँ म हजुरहरूलाई सेल्स क्याम्पेन कसरी सेटअप गर्ने भन्ने कुरामा डिटेलमा इन्फर्मेसन दिन चाहदैछु है त। फर्स्ट सुरु सेल्स क्याम्पेनमा क्लिक गर्ने अनि कन्टिन्यूमा थिच्ने। त्यसपछि यहाँ आउँछ है। त्यसपछि हामी क्याम्पेनको नाम दिन्छौँ है त। फर एक्जाम्पललाई है मैले चाहिँ यसरी दिने गरेको छु। यो TOF भनेको चाहिँ टप अफ द फनेल, बटम अफ द फनेल, मिडल अफ द फनेल भन्ने फनेल सिस्टमको यो फनेलिङ हो क्या, कुनलाई टार्गेटिङ गरिरहेछ भनेर। अनि सेल्स, अहिले सेल्स अब्जेक्टिभ चुज गरिरहेको छु, सेल्स दिए। त्यसपछि कुन ब्रान्डको लागि गर्ने हो हजुरहरूले ब्रान्डको नाम पनि दिन सक्नुहुन्छ है। मैले जसरी अनि त्यसपछि चाहिँ हजुरहरूले यसरी डेट कुन डेटमा चलाइरहेको डेट दिनुभयो भने हजुरहरूलाई राम्ररी थाहा हुन्छ कुन डेटमा चाहिँ एड रन गर्नुभएको छ भनेर, क्याम्पेन सेटअप भएको हो भनेर हेर्नलाई, पछि हेर्नलाई, अडिट गर्नलाई सजिलो हुन्छ है त। त्यसपछि हामी तल जान्छौँ र यहाँ बजेट भन्ने कुरा छ है। बजेट चाहिँ 2 टाइप्सको बजेट सेटअप गर्न मिल्छ। एउटा क्याम्पेन लेभलमा, जुन चाहिँ यो हामीले क्याम्पेन लेभलमा हुन्छ, CBO भन्ने हुन्छ, यो क्याम्पेन बजेट अप्टिमाइजेसन भन्ने हुन्छ। क्याम्पेन लेभलमै बजेट राख्न मिल्छ र ABO भनेको चाहिँ एड सेट लेभलमा बजेट राख्न मिल्छ है। यसको बारेमा चाहिँ म नेक्स्ट भिडियोमा क्लियरली बुझाउँछु के हो यो CBO भनेको, के हो ABO भनेको। अहिले चाहिँ हामी क्याम्पेन लेभलमै बजेट राखेर जान्छौँ। अहिले चाहिँ 10 राखे त डेली बजेट। हजुरहरूले यहाँ डेली बजेट भनेर चाहिँ लाइफ टाइम बजेट पनि राख्नु सक्नुहुन्छ, तर म चाहिँ के रिकमेन्ड गर्छु भन्दाखेरि चाहिँ डेली बजेटै राख्नुहोस् है। अहिलेलाई 10 राख्यौँ है त एक्जाम्पलको लागि। त्यसपछि हामी तल जान्छौँ। यो AB टेस्टिङ छ, यो अडियन्स सेगमेन्ट रिपोर्टिङ, यो अहिलेलाई चाहिँदैन र स्पेसल एड क्याटेगोरिज भन्ने हाम्रो खासै स्पेसल एड क्याटेगोरिजमा पर्दैन, के गरी पर्छ भने हजुरहरूले लाउन सक्नुहुन्छ। र हाम्रो यो क्याम्पेन लेभलको पार्ट चाहिँ सकिएको छ। अब हामी गएर नेक्स्टमा थिच्छौँ। नेक्स्टमा थिचेपछि चाहिँ हामी एड सेट लेभलमा आयौँ है त। एड सेट लेभलमा आएपछि हजुरहरूले यो नेमिङ चाहिँ अहिले एकछिनमा गर्छु ल। अहिले गर्दाखेरि त्यति लजिक हुँदैन हजुरहरूलाई। सबै सेटअप गरेपछि नेमिङ गरेर देखाइदिन्छ है। र हामी कन्भर्जन भन्नेमा छौँ। कन्भर्जनमा आएपछि कन्भर्जन लोकेसन भन्नेमा जान्छौँ र यहाँ चाहिँ अहिले वेबसाइट छ है। वेबसाइटमा क्लिक भएको छ। यहाँ मल्टिपल भन्ने छ, सिङ्गल भन्ने छ। हजुरहरूलाई चाहिँ के रिकमेन्ड गर्छु भन्दा सिङ्गलमा जानु है त। यो चाहिँ अहिले ट्राफिक चाहिँ वेबसाइटमा पठाइरहेको छ होइन। अहिले चाहिँ म ट्राफिक चाहिँ वेबसाइटमा चाहिँ पठाएको गर्दिनँ है, किनकि नेपालको कन्टेक्समा मोस्ट बिजनेसेसहरूसँग चाहिँ अहिले वेबसाइट त्यति हुँदैन क्या। त्यही भएर मेसेज थ्रुबाट नै सेल्स गरिरहनु भएको हुन्छ है त। यदि वेबसाइट छ भने हजुरहरूले यहाँ वेबसाइटमा गएर एक्सप्लोर गर्न सक्नुहुन्छ है। अहिले चाहिँ म मेसेज डेस्टिनेसनमा क्लिक गर्छु, जुनले गर्दाखेरि चाहिँ सेन्ड मेसेज गरेर गर्न मिल्छ क्या। त्यसपछि हाम्रो आउँछ पेजको। यहाँ गएर हजुरहरूले मेसेन्जरमा पठाउने हो कि इन्स्टाग्राममा पठाउने हो म्यानुअली पनि चुज गर्न मिल्छ। वाट्सएपमा पठाउने हो कि यसरी कनेक्ट गरेर गर्न मिल्छ है त। अहिलेलाई चाहिँ मैले अटोमेटिक डेस्टिनेसनमै राख्थेँ है त।
त्यो गरेपछि हाम्रो यहाँ पर्फर्मेन्स गोल भन्ने हुन्छ है। पर्फर्मेन्स गोल भन्नेमा चाहिँ अब यदि हजुरहरूले वेबसाइटबाट गर्नु भएको छ भने चाहिँ म्याक्सिमम नम्बर अफ कन्भर्जन गर्नुपर्ने हुन्छ र मेटापिक्सल इन्टिग्रेट गरेको छ भने यो गर्दाखेरि चाहिँ बेटर रिजल्ट आउँछ। र अहिले चाहिँ हाम्रो मेटापिक्सल छैन, मेटापिक्सल नभएपछि चाहिँ हामी म्याक्सिमम नम्बर अफ कन्भर्सेसन गर्छौँ है त। त्यसपछि हामी तल जान्छौँ, यहाँ बजेट एन्ड सेड्युल भन्ने छ। यसमा चाहिँ अब हामीले कुन टाइममा एड रन गर्ने हो, स्टार्ट डेट कहिले हो भनेर हामी यसरी सेट गर्न मिल्छ क्या। मैले चाहिँ भोलिको 12 बजे रातिबाट सुरु हुने गरी सेटअप गर्दै है। यसरी सेटअप गर्न सक्नुहुन्छ र हजुरहरूले इन डेट पनि राख्न सक्नुहुन्छ है। यसरी जुन चाहिँ म चाहिँ युजली चाहिँ गरिरहेको हुँदैन, हजुरहरूलाई यदि इन डेट पनि राख्न मन छ भने यहाँबाट सेटअप गर्न सक्नुहुन्छ है त। त्यसपछि हामी आउँछौँ अडियन्स सेक्सनमा है। अडियन्स सेक्सनमा चाहिँ यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ एडभान्टेज प्लस अन छ क्या। एडभान्टेज प्लस अन छ भन्नाले चाहिँ यो चाहिँ मेटालाई नै फुल फ्लेजमा दिइरहेछौँ क्या हामीले। भन्नाले टार्गेटिङहरू मेटाले नै गरिदिन्छ। हाम्रो नेपाल लोकेसनमा गर भनेर दिएको छौँ है। हामीले यहाँबाट चाहिँ अब कता कता गर्ने हो भनेर चुज गर्न पनि मिल्छ है। जस्तै फर एक्जाम्पलको लागि काठमाडौँ भनेर पनि चुज गर्न मिल्छ। काठमाडौँलाई मात्र टार्गेट गर्ने भने काठमाडौँलाई टार्गेट गर्नु मिल्यो है। अब काठमाडौँको पनि रेडियस यहाँ रेडियस हेरेर हुन्छ है। हजुरहरूले यसरी गर्नुहुन्छ। नत्र यदि तपाईँहरूको बिजनेस जस्तै फर एक्जाम्पलको लागि तिनकुनेमा छ अरे है हजुरहरूको बिजनेस, हो त्यसरी यहाँ ड्रप पिनमा गर्नुभयो भने चाहिँ हजुरहरूको लोकेसनमा गएर अनि त्यो रेडियसभित्रमा कतिमा पर्छ यसरी गरेर हजुरहरूले टार्गेट गर्न सक्नुहुन्छ है त। यो पनि एकचोटि चलाएर हेर्न सक्नुहुन्छ। अहिलेलाई चाहिँ म नेपालै गरेँ ल, अल ओभर नेपाल गरेँ। त्यो गर्दाखेरि अनि त्यसपछि यो पार्ट सक्यो। हामीले नेपालमा देखाउने हो सजेस्ट एन्ड अडियन्स भनेको छ है। यो गर्दाखेरि चाहिँ के भइरहेछ भने चाहिँ अहिले चाहिँ एडभान्टेज प्लस अन छ क्या अडियन्सको। त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ मेटालाई सजेसन दिइरहेको हुन्छ क्या। जस्तै 18 एज भएकोदेखि 30 सम्मको हजुरहरूको बिजनेस छ भने यहाँ सजेसन दिइरहेको हुन्छ। अनि जुन चाहिँ हाम्रो मेनले चाहिँ धेरै प्रोडक्ट हो भने हो यसरी टार्गेट गर्न मिल्यो होइन। अनि सोसल मिडिया मार्केटिङमा इन्ट्रेस्टेड भएको मान्छेलाई चाहिँ देखा भन्न मिल्यो है। तर यो एडभान्टेज प्लस अन गर्दा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ मेटाले जस्तै 18 प्लस 30 एजसम्मकोलाई देखा भनेर हामीले सजेसन गरेछ नि त, उसले योभन्दा पनि बियोन्ड गरेर गरिदिन्छ क्या। यदि रिजल्ट राम्रो आउँछ भने है, रिजल्ट राम्रो आउँछ भने र हामीले मेललाई मात्र देखा भनेको छ भने, देखा भनेर सजेसन गरेको छ भने, तर उसले चाहिँ फिमेललाई पनि देखाइदिन सक्छ क्या मेटाले चाहिँ। किन भन्दाखेरि चाहिँ यो चाहिँ हामीले सजेस्ट गरेको हो नि त। तर बेटर फिमेललाई देखाउँदा बेटर रिजल्ट आउँछ, उसले मेटाको अल्गोरिदमले लाग्छ भने उसले देखाइदिन्छ क्या। तर यस्तो नगर्नको लागि चाहिँ हामीले गएर यहाँ फर्दर लिमिट द रिच अफ योर एड्स भनेर यसरी गऱ्यौँ भने चाहिँ यहाँबाट चाहिँ हामीले चलाउन मिल्छ। जुनले गर्दाखेरि चाहिँ यसरी गऱ्यो भने यहाँ गएर अनचेक गरेपछि चाहिँ हामीले मेटालाई भन्न मिल्छ होइन मलाई यो 18 वर्षदेखि 30 वर्षको केटा मान्छेलाई नै देखा भन्न मिल्यो क्या। त्यसले गर्दाखेरि चाहिँ मेटाले योभन्दा माथि बियोन्ड गरेर गर्दैन है। यसरी गरेर गर्न सक्नुहुन्छ है। इन्ट्रेस्टहरू, बिहेभियर, डेमोग्राफिकबाट पनि टार्गेट गर्न मिल्छ। हजुरहरूले यसरी गरेर यहाँ गएर गर्न सकिन्छ। तर म के रिकमेन्ड गर्छु भन्दाखेरि चाहिँ यो एडभान्टेज प्लस अनै गर्नु ल। त्यो गर्दाखेरि चाहिँ राम्रो रिजल्ट आउँछ। त्यही भएर चाहिँ म चाहिँ फेरि त्यही ब्याक टु नर्मल सेटिङ्समै जान्छु है। एडभान्टेज प्लस अन यसरी गर्न सक्नुहुन्छ है। त्यो गर्दाखेरि राम्रो रिजल्ट आउँछ। र अब हामी आउँछौँ एड ट्रान्सपेरेन्सी। यो खासै त्यति अहिलेलाई चाहिँदैन, पछि हजुरहरूलाई म डिटेलमा भन्छु। अब हामी प्लेसमेन्टमा जान्छौँ है त। प्लेसमेन्टमा गएपछि चाहिँ हजुरहरूले यहाँ गएर एडभान्टेज प्लस अन छ है प्लेसमेन्टको पनि। त्यो भनेको सो मोर सेटिङ्समा गएर थिच्नुभयो भने हजुरहरूले यहाँ डिभाइस एन्ड अपरेटिङ सिस्टम पाउनुहुन्छ। कुन कुन डिभाइसमा देखाउने हो होइन यसरी सेलेक्ट गर्न पाउनुहुन्छ। यसलाई चाहिँ म यत्तिकै छोडिदिन्छु। र यहाँ प्लेटफर्ममा चाहिँ चुज गर्न सक्नुहुन्छ कुन प्लेटफर्ममा देखाउने हो भनेर है। फर एक्जाम्पलको लागि फेसबुक र इन्स्टाग्राममा देखाउनु पर्यो भने यसरी अनचेक गरेर गर्न सक्नुहुन्छ है त। यसरी गर्नुभयो भने अनचेक गरेपछि अब प्लेटफर्म त्यो फेसबुक र इन्स्टाग्रामको भित्र पनि कहाँ देखाउने हो भनेर यसरी सेलेक्ट गर्न मिल्छ क्या। फिडमा देखाउने हो कि प्रोफाइलमा देखाउने होइन, मार्केट प्लेसमा देखाउने होइन, एक्सप्लोर इन्स्टाग्राम एक्सप्लोर होममा देखाउने होइन, यसरी अनचेक गर्न मिल्यो क्या। यसरी अनि यहाँ गएर पनि यसरी गरेर गर्न सक्नुहुन्छ है त। फेरि यसमा पनि के सजेस्ट गर्छु भने चाहिँ हजुरहरूलाई चाहिँ यहाँ पनि गएर हजुरहरूले चाहिँ एडभान्टेज प्लस अनै गरिदिनु ल।
त्यो गर्दाखेरि चाहिँ मेटाको अल्गोरिदम एकदमै अहिले स्ट्रङ छ। मेटाले थाहा पाउँछ, त्यो गर्दाखेरि चाहिँ कुन ठाउँबाट चाहिँ रिजल्ट आउँछ भनेर थाहा पाएपछि उसले त्यही ठाउँमा देखाउँछ क्या, बजेट त्यही ठाउँमा स्पेन्ड गर्छ र बेटर रिजल्ट आएको पाइन्छ है त। हजुरहरूले चाहिँ म रिकमेन्ड गर्छु एडभान्टेज प्लस अन गर्नुपर्यो। हजुरहरूको बिजनेसमा बिजनेस अनुसार केही गर्नुपर्ने छ भने चाहिँ हजुरहरूले यसलाई गरेर चेन्ज गर्न सक्नुहुन्छ। र अलिक हार्ड रुल मलाई होइन फेसबुकको यो प्लेटफर्ममै देखा, जस्तै फेसबुकको फिड र रिल्समै मात्र देखा भन्न पनि मिल्यो क्या। फेसबुक इन्स्टाग्रामको रिल्स र फिडमा मात्र देखा अनि स्टोरीमा देखा भनेर पनि त्यसरी चुज गर्न मिल्यो है। तर एडभान्टेज प्लस राख्दाखेरि चाहिँ बेटर रिजल्ट आएको पाइन्छ है। र अब हामी अलमोस्ट एसेट लेभल चाहिँ सक्यो। अब एसेट लेभलमा चाहिँ हामी नेमिङ दिन्छौँ है त। अहिले चाहिँ हाम्रो एडभान्टेज प्लस अन भएको भएर, अडियन्स अन भएको भएर मैले चाहिँ यहाँ ब्रोड राख्थेँ अनि 18 वर्षदेखि 30 वर्षकोलाई टार्गेट गरे हो नि त। तर ब्रोड गर्दाखेरि चाहिँ हाम्रो त्योभन्दा पनि बियोन्ड जान्छ, त्यही भएर 65 प्लसै गरिदियो होइन। अब हामी जान्छौँ एच लेभलमा है त। अब हामी एच लेभलमा चाहिँ के जान्छौँ भन्दाखेरि फर्स्ट सुरु चाहिँ हामी भिडियो एड हो नि त, यो चिन्न सजिलो हुन्छ। अनि के रिजनले हुन्छ भन्दाखेरि हजुरले यहाँ 3 रिजन्स लेख्न सक्नुहुन्छ के रिजनले गर्दाखेरि चाहिँ यो भिडियो राख्नुभयो भनेर। अफर भयो होइन, गुड हुक होला होइन, गुड हुक होला अनि के हजुरले हो यसरी लेख्न सक्नुहुन्छ। अनि कुन डेटमा चलाएको हो यो एड्स भनेर गर्न सक्नुहुन्छ है। त्यो गर्दाखेरि अझ बेटर थाहा हुन्छ कहिले मैले यो एड चलाएको हो भनेर हजुरहरूलाई पनि इन्फर्मेसन लिन सजिलो हुन्छ र है। अब हामी यहाँ जान्छौँ पार्टनरसिप एड छ, यसलाई त्यति चाहिँदैन खास। पार्टनर क्रिएटर कन्टेन्टहरूसित पार्टनर गर्दाखेरि यो अन गरेर गर्न सक्नुहुन्छ। र यहाँ हाम्रो आइडेन्टिटी भन्ने छ, आइडेन्टिटीमा हजुरहरूको कुन पेजबाट चलिरहेछ, फेसबुक पेज इन्स्टाग्रामबाट नाममा एड चल्छ भन्ने कुरा हो। त्यो इनकरेक्ट छ भने हजुरहरूले करेक्ट गर्न सक्नुहुन्छ। र मेन चाहिँ यहाँ आउँछ एड सेटअप भन्ने छ है। एड सेटअपमा चाहिँ यहाँ क्रिएट एड छ र एक्जिस्टिङ पोस्ट भन्ने छ। यहाँ एक्जिस्टिङ पोस्ट छ, युज एक्जिस्टिङ पोस्टमा क्लिक गर्नुभयो भने चाहिँ हजुरहरूले त्यो पोस्ट जस्तै यो बुस्ट पोस्ट जस्तै हुन्छ क्या। तर बुस्ट पोस्ट चाहिँ त भन्न मिलेन, तर यसलाई चाहिँ पोस्ट भएको एडहरू चाहिँ युज गर्न मिल्यो क्या, डाइरेक्टली गर्नु परेन। तर म रिकमेन्ड गर्छु चाहिँ के गर्छु भन्दा क्रिएट एड्स गर्नुभयो भने बेटर हुन्छ है। त्यसमा गरेर अब कुन फर्मेटमा युज गर्ने हो, सिङ्गल इमेज अर भिडियोमा गर्ने हो कि क्यारोसेलमा गर्ने है, यहाँ चुज गर्न पाउनु भयो होइन कुनमा गर्ने हो। अहिले चाहिँ हामी भिडियो गरिरहेछौँ, त्यही भएर सिङ्गल इमेज अर भिडियोज भन्नेमा जान्छौँ। त्यसपछि गएर अब कुन भिडियो हाल्ने हो भनेर यहाँ क्रिएटिभ सेक्सन, एड क्रिएटिभ सेक्सन पाउँछ। यसमा गएर सेटअप क्रिएटिभ भन्ने हुन्छ। यहाँ गएर हामी के अपलोड गर्ने हो, अहिले त भिडियो अपलोड गर्ने हो नि त। भिडियो यसरी भिडियोमा क्लिक गरेपछि चाहिँ यहाँ गएर चाहिँ अपलोड बटनमा गएर चाहिँ हजुरहरूले अपलोड गर्न मिल्छ है त। यसरी अपलोड गरिसकेपछि यहाँ आउँछ। मेरो चाहिँ पहिल्यै अपलोड गरिसकेको हो, यो चाहिँ अपलोड भएकोमा यसरी क्लिक गरेर नेक्स्ट गरेर थिच्नुभयो भने चाहिँ यहाँ आउँछ है। अनि यहाँ ट्रिमहरू पनि गर्न मिल्छ, यसरी ट्रिमहरू पनि गर्न सक्नुहुन्छ। र सकेपछि चाहिँ हामी यहाँ स्किप एन्ड कन्टिन्यूमा थिचेपछि चाहिँ हामी क्रपमा आउँछौँ है। क्रपमा आउँदाखेरि चाहिँ हजुरहरूको यति ओरिजिनलमा छैन भने ओरिजिनलमा लगाइदिनुहोस् ल। त्यो यसरी 1:1 राख्यो भने अलिकति भद्दा देखिन्छ, अलिक नराम्रो देखिन्छ, त्यही भएर ओरिजिनलमा राख्नुभयो भने हुन्छ है त। त्यसपछि हामी यहाँ टेक्स्ट छ, प्राइमेरी टेक्स्ट छ होइन, हेडलाइन्स छ, डिस्क्रिप्सन छ, कल टु एक्सन छ है। यसलाई चाहिँ अहिले एकछिनमा लेखिदिन्छौँ, अहिले चाहिँ नेक्स्ट थिच्यो है त अहिलेलाई। त्यसपछि हाम्रो यो एडभान्टेज प्लस क्रिएटिभ सेक्सनमा आउँछ। यो चाहिँ हाम्रो मेटाको अल्गोरिदम, मेटा एआई हो क्या, मिडिया उयोहरू सबै इन्हान्स गरिदिन्छ। त्यसलाई चाहिँ हजुरहरूले अन गर्न सक्नुहुन्छ, यसले गर्दा पनि रिजल्ट आउँछ। डन गरिदिए है, यसरी डन गरिदिइसकेपछि र अब हामी चाहिँ आउँछौँ प्राइमेरी टेक्स्टमा, जुन चाहिँ मिडिया बायरहरूले चाहिँ भन्नुहुन्छ एड कपी पनि भन्नुहुन्छ क्या। एड कपी भनेर पनि भनिन्छ है यसलाई, तर नर्मल्ली बुझ्दाखेरि चाहिँ क्याप्सन पनि भनिन्छ है। क्याप्सन भने पनि प्राइमेरी टेक्स्ट भने पनि एड कपी भने पनि यही हो, जुन चाहिँ हजुरहरूको यो भिडियोको टपमा आउने गर्छ है त। क्याप्सन जस्तै आउँछ। र मैले यो लेखेको छु, यसरी लेखेको छु। हजुरहरूले यो पनि यसरी लेख्न सक्नुहुन्छ, च्याट जिपिटीबाट हेरेर राम्ररी लेख्न सक्नुहुन्छ है त। त्यसपछि हामी हेडलाइनमा आउँछौँ है त। हेडलाइन पनि मैले लेखेको छु, त्यही भएर मैले कपी पेस्ट गरिदिएँ होइन। यसरी हेडलाइन लेख्नु होला, हजुरहरूले पनि हेल्प गरेर। अहिले त सजिलो छ, च्याट जिपिटीबाट एआई टुल्सहरू युज गरेर आफैले पनि गर्न सक्नुहुन्छ। डिस्क्रिप्सनमा चाहिँ मैले यसरी लेखेको छु, यो चाहिँ
टु स्पोर्ट्स ओन्ली लेफ्ट हरि अप भनेर लेखाएको छु। यो चाहिँ अर्जेन्सी बिल्डअप गर्न लेखाएको छु र यस्तो हुन्छ है हजुरहरूले जब लेख्नुहुन्छ हेडलाइन्स भनेको चाहिँ यो भयो होइन, यहाँ आउँछ। अनि यो डिस्क्रिप्सन भनेको चाहिँ यहाँ एड रन गरेपछि मात्र देखाउँछ, यसको हेडलाइन्सको मुनि आउँछ क्या, यहाँ आउँछ। अनि यहाँ गरेपछि चाहिँ हजुरहरूको देखाउँछ क्या। यो चाहिँ यसरी हजुरहरूले युज गर्न सक्नुहुन्छ है। अनि क्याप्सन त यो भइहाल्यो, यहाँ गरेर गर्न सक्नुहुन्छ है क्याप्सन। अनि यो चाहिँ भिडियो के तपाईको बिजनेसमा यो चाहिँ हजुरहरूको क्रिएटिभ भयो होइन। अब यहाँ अनि कल टु एक्सन भयो। कल टु एक्सनमा चाहिँ के चुज गर्नुहुन्छ भन्दाखेरि चाहिँ आफ्नो बिजनेसको रिक्वायरमेन्ट अनुसार हामीले किनकि मेसेन्जर र इन्स्टाग्राममा फैलिरहेछ नि त ट्राफिक, त्यही भएर चाहिँ हामी चाहिँ सेन्ड मेसेज भन्ने कल टु एक्सन राख्छौँ है त। त्यो गर्दाखेरि चाहिँ उहाँहरूले सेन्ड मेसेजमा क्लिक गर्नुभयो भने डाइरेक्ट एकैचोटि कि इन्स्टाग्राममा खोल्नु भएको छ भने इन्स्टाग्राममा जानुहुन्छ, फेसबुकमा खोल्नु भएको छ भने वाट्सएपमा मेसेन्जरमा जानुहुन्छ है। र यो चाहिँ क्रिएटिभ सेक्सन चाहिँ यो एन्ड्रोमेटाले गरेर आएको हो। यो चाहिँ पछि हजुरहरूलाई एक्सप्लेन गर्छु, यसलाई चाहिँ अहिले इग्नोर गरिदिनुहोस् होइन। अनि यहाँ हाम्रो अर्को छ च्याट बिल्डर भन्ने सेक्सन होइन। च्याट बिल्डर भन्ने सेक्सनमा चाहिँ हजुरले यहाँ टेम्प्लेटहरू क्रिएट गर्न सक्नुहुन्छ। अटोमेसन टाइपको मेसेज हो क्या यो। जस्तै फर इक्जाम्पलको लागि मैले एडिट गरेँ, के गरी हजुरहरूकोमा त्यो कल टु एक्सन सेन्ड मेसेजमा क्लिक गरिन्छ नि, तब त्यतिखेर चाहिँ उनीहरूको ओपनली नै हामीले यसरी अटोमेटिक मेसेज जान्छ क्या। यसरी हाई विशाल लेट अस नो हाउ वी क्यान हेल्प यु भनेर आउँछ होइन। अनि यहाँ फ्रिक्वेन्टली आस्क क्वेसनहरू पनि राख्न सक्नुहुन्छ, जुन चाहिँ यो हो। अनि एन्सरहरू पनि राख्न सक्नुहुन्छ, जुनले गर्दाखेरि चाहिँ रिप्लाई गरिराख्नु पर्दैन है त। अहिलेलाई मैले यो सेभ गरिराखेँ। यो गर्दाखेरि चाहिँ सेन्ड मेसेजमा क्लिक गर्दाखेरि चाहिँ यसरी जान्छ। यो ट्र्याकिङको कुराहरू चाहिँ पछि गरिन्छ होइन। यो चाहिँ मेनली चाहिँ यो वेबसाइटहरू हुँदाखेरि गर्दाखेरि चाहिँ राम्रो हुन्छ होइन। यसलाई चाहिँ अहिले इग्नोर गर्नु होला। र मैले भने नि हजुरहरूलाई सुरुको भिडियोमा नै भनिसकेको थिएँ, अब हजुरहरूले एउटा एडसेटभित्र डिफ्रेन्ट टाइपको गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ यसरी डुप्लिकेट गर्नुभयो भने ओरिजिनल क्याम्पेनमा गर्ने, अनि डुप्लिकेट गर्नुभयो भने फेरि डुप्लिकेट गरेर त्यही एडसेटभित्र अर्को बनाउनु मिल्छ। अहिलेको लागि चाहिँ हामी अर्को के राख्छौँ भन्दाखेरि न्युज टाइप हो है। मैले यो एड रन गरिसकेको थिएँ, त्यही भएर यसरी रिजनहरू राखेर गरेको छु। डेटहरू चेन्ज गर्न सक्नुहुन्छ। अहिलेलाई डेट मैले चेन्ज गरिदिएँ है त, टु होइन ल हो यसरी डेट चेन्ज गर्नुभयो भने बेटर हुन्छ है। त्यसपछि चाहिँ अरू सबै ठिक छ होइन। अब के चेन्ज गर्नुपर्ने छ भने चेन्ज गर्न सक्नुहुन्छ। र मलाई चाहिँ चेन्ज गर्नुपर्ने छ यहाँ भिडियोको सट्टा इमेज राख्नु छ। र इमेज चाहिँ यो मैले अस्ति नै बनाएको क्रिएट गरेर रन गरिसकेको थिएँ क्या। यो इमेज चाहिँ राख्छु है त म यसरी सेटअप गरेर। अब यहाँ प्राइमेरी टेक्स्ट भयो, एड कपीहरू भयो, हेडलाइन्स भयो, डिस्क्रिप्सन भयो, कल टु एक्सन भयो है। ठिक छ, मलाई चाहिँ केही चेन्जेस गर्नुपर्ने छैन। हजुरहरूको रिक्वायरमेन्ट अनुसार यहाँ चेन्ज गर्न सक्नुहुन्छ, पछि पनि चेन्ज गर्न मिल्छ हजुरहरूले। अनि इन्हान्समेन्टमा चाहिँ यहाँ एज युजल जे छ त्यही गर्छु, सबै अन छ मेरोमा, डन गरिदिन्छु। यसरी गरेपछि सबै सेट भइसक्यो जस्तो लाग्छ है। अरू केही चेन्जेस गर्नु पर्दैन किनकि सब सेट गरेर राखेको छु मैले। हो यसरी सेटअप गरेको थिएँ। र अरू त प्रिटी मच त्यही अगाडिको जस्तै हो। यदि हजुरहरूलाई चाहिँ यो क्याम्पेन कस्तो कुन प्लेटफर्ममा कस्तो रन गर्छ भनेर हेर्ने पनि हेर्न सक्नुहुन्छ। यसरी यहाँ एड प्रिभ्यूमा गएर थिचेर एडभान्स प्रिभ्यूमा थिच्नुभयो भने यसरी आउँछ है त। यसरी आउँछ जुन चाहिँ यो फेसबुक फिडमा आइरहेछ, इन्स्टाग्राम फिडमा यस्तो देख्छ भनेर यसरी हेर्न सक्नुहुन्छ होइन। हो है यसरी देखिन्छ भन्ने कुरामा छ। यहाँ तल हेर्न सक्नुहुन्छ यो लोडिङ हुँदैछ। यसरी गरेर सेभ गरेर गर्न सक्नुहुन्छ है त। मैले चाहिँ यो गरेँ। त्यसपछि सबै ठिक भएपछि हामी यहाँ गएर प्रिभ्यू टु पब्लिस गर्छौँ। अनि फेरि यहाँ देखाउँछ, अनि फेरि पब्लिस बटनमा थिच्छौँ। त्यो गर्दाखेरि चाहिँ हाम्रो एड हो यसरी पब्लिस हुन्छ है त। यो एउटा चाहिँ प्रोसेसिङमा गइसक्यो, एड पब्लिस भइसक्यो। अब यसलाई पनि पब्लिस गर्नु छ भने एडिटमा थिच्ने र पब्लिसमा थिचिदिनु भयो भने अटोमेटिकली यो लोडिङ भएर पब्लिसमा जान्छ है। र यो पनि पब्लिस भइसकेको छ। यो चाहिँ अब हजुरहरूको अलमोस्ट 25 देखि 48 आवरसम्म लाग्छ रिभ्यू हुन। कोहीको चाहिँ छिटै भइहाल्छ। अनि रिभ्यू भएपछि चाहिँ एड रन हुन्छ है त। यो प्रोसेसिङमा गइरहेछ, अहिले चाहिँ सेड्युलमा भइरहेछ। जब हजुरहरूको सबै हुन्छ त्यसपछि चाहिँ एड रन गर्छ। यहाँ सेड्युलको ठाउँमा एक्टिभ देखाउँछ क्या, त्यो गरेर अनि हजुरहरूले यसरी एड रन गर्न सक्नुहुन्छ है त।